आजको फिस हन्टिङ फिस दामी बनाएछ यो म त लहरे बल्छी थापेर राखिदिन्छु किन माछा हालेर है लहरे के मलाई भन्छु उसले ल्याइदिए त विदेशबाट साथीले के बल्छीको सेटै ल्याइदिए के बल्छी मुजी त कता बल्छी बल्छी त एकचोटि यस्तो के उल्टा परेको 4वटा के एकै ठाउँमा के 4 मुखी कस्तो कस्तो बल्छी ल्याइदिए हाम्रो त्यो बल्छी ल्याइहाल्छ नि अलिकति घटिरहेछ है आज माछा डुब्न चाहिँ नमिल्ने भयो मेरो आँखातिर दबाई हाल्ने बस्ने खेल्ने माछा पौडी सिक्ने घर त आँखा रहेछ के माथि होइन त्यही भएर त्यसले फुल पारेर तिर्खाले गर्दाखेरि भित्र त्यो जम्मै खटिरा बनाइदियो कि तपाईँको त्यो नरम हुन्छ नि त मैले पानी पिची चाहिँ पारेर ठुलै पाइप हालिदिएको नि झन् त्यही भएर चाहिँ भित्र धकाल्दै होला नि के हो न खोला ताजा त खोला हेर्दै जाउँ यता तेरी त्यस्तोमा हाल्न मिल्छ कि है यस्तोमा त आउँछ नि बेलुका माछा यो ढुङ्गा मुनि है ऊ त्यो फिरेर परेको ठाउँमा पर्छ कि मान्छे बेलुका भएपछि त बेलुका सबैतिर त चढ्न जान्छ नि माछा त सामक सुमक हुने बेलामा निकाल्थ्यो नि
एउटा त्यस्तो बस्छ है यहाँभन्दा मुनि एउटा सालको बस्छ नि यहाँलाई माथि हेर्न पुरै साल गरे ए तल फेरि सिमाले हेर माथि फेरि चिलाउने सालै चिलाउने नि कस्तो हेर्नु है पानी सानी लिएर जानुपर्छ चिलाउने नि साल जस्तैमा ठाडो छ लखाएको जस्तो ठाउँ त देख्यो भने त हाँस छ नि पानी पनि यस्तो चिसो पाइन्छ होइन